हेलो गाइजहरू सम्पूर्ण साथीहरूलाई स्वागत छ जीवन एवं भलक्तुमा। आज यो भ्याइपङ्खी चुलामा भान्सा गर्न गइराखेका छौँ। हेर्नुहोस्, यो भ्याइपङ्खी चुला, यसको यो भित्र दाउरा राखेर आगो बाल्न सकिन्छ र यो पङ्खा भयो, यहाँदेखि पङ्खा सुरु हुन्छ। यहाँनिर यसरी चार्जर राख्ने र यो मल्टिप्लग, यो चुला र मल्टिप्लग लागेर जम्मा 29सम्म किनेको। अनि यो ब्याकअप भयो, यो ब्याकअप चाहिँ लाइन गएपछि यो पङ्खा जलन गर्नको लागि हो र यसले चार्ज गरेर राखेपछि यसले 4 घण्टासम्म टिक्न सक्छ यसको चार्जर। र अब म तपाईहरुलाई यसमा भान्सा गरेर देखाउन गइराखेको छु। यहाँनिर अलि साना साना दाउराहरू राख्ने, यसरी दाउराहरू राखेर यसमा आगो सल्काउने। एकदम कम मात्रामा दाउरा चाहिने कागज कागजबाट आगो सल्काउन गइराखेको छु। यहाँ बालिसके पछाडि यो चुलालाई यसको उप राखेर भाडाले यसको उप बसाल्नु पर्छ। यसरी राखेर चाहिँ अब म लाइनबाट पङ्खा दिन जाँदैछु। यो मेरो आगो बल्यो, पङ्खा चाहिँ यहाँनिरबाट यसरी पङ्खा दियो, अब आगो बल्छ। योबाट यसरी यसको अब गियर बदलेको जस्तो भनौँ, यसको 1 2 3 अब पङ्खा कति धेरै लगाउने भन्ने छ। यसरी यो 1 मा भयो, यो 2 मा अलि धेरै पङ्खा दियो, 3 4 5 6 7 7सम्म हुने रहेछ है साथीहरू। यसरी हामीले आवश्यकता अनुसार पङ्खाहरू दिन सकिन्छ। पङ्खा दियो भने आगो धेरै बल्ने हुन्छ। यसरी मैले कम गर्दैछु। हेर्नुहोस्, यो लास्ट भयो, यसरी पङ्खा दिन सकिन्छ। योबाट चाहिँ विद्युतको खपत चाहिँ हामीले मोबाइलहरू चार्ज गर्छौँ त्यतिको नै हुन्छ है। ल हेर्नुहोस्, आगो बलिसक्यो। अब यसको उप भात बस्ने हो साथीहरू। ल यसरी